भन्छ यो मृत सागर पनि हरेक वर्ष 4 फिट घट्दैछ अरे। हाम्रो जीवन र समय घटेको जस्तै एक दिन यो मृत सागर पनि सुकेर जानेछ अनि केवल यहाँ इतिहास रहनेछ। हाम्रो जीवन परिवर्तनशील छ, समय अस्थिर छ। मिठो सम्झना जीवनमा समयले दिएको अनमोल उपहार हो। यही अनमोल उपहार लिएर त फर्कने हो हामी परदेशीहरू आफ्नो गाउँ एक दिन। आजलाई भने त्यही मिठो सम्झनाको क्षणलाई स्मरणीय बनाउनको निम्ति अपार्टमेन्टको साथीहरूले घुम्न जाने योजना बनाएको रहेछ। अनि हाम्रो गन्तव्य चाहिँ संसारकै सबैभन्दा निम्न बिन्दु वा ठाउँ, लोवेस्ट पोइन्ट अन अर्थ, मृत सागर वा डेड सी रहेको छ। आजको हाम्रो बसाइ चाहिँ प्यालेस्टाइनको वेस्ट ब्याङ्कमा रहेको सहर, संसारकै सबैभन्दा पुरानो सहर जेरिकोमा हुनेछ। परदेशीहरूको सुख दुःखको गीत गाउँदै नाच्दै रमाउँदै लगभग तेल अभिभदेखि जेरिकोसम्म 100 किलोमिटरको दूरी काट्न लगभग हामीलाई 1.5 घन्टा जस्तो लाग्यो। तर त्यो 1.5 घन्टा हाम्रो निम्ति 2 जुनी जस्तो थियो। नमस्ते। आशा छ तपाईँहरू सबै एकदमै सन्चै जाति नै हुनुहुन्छ होला भनेर है। आज चाहिँ हामी है अब त्यही हो अपार्टमेन्टको एउटा भ्रमणको क्रममा है, एउटा टुरको क्रममा चाहिँ हामी अहिले चाहिँ वेस्ट ब्याङ्क प्यालेस्टाइन जेरिको भन्ने एउटा सहरमा आइपुगेका छौँ है, जो चाहिँ अब संसारको सबैभन्दा पुरानो सहरहरूमध्ये एउटा सहर मानिन्छ है। र आज चाहिँ हामी यहाँ बसेर भोलि बिहान चाहिँ हामी फेरि मृत सागर डेड सीको तर्फ चाहिँ हामी प्रस्थान्तरण हुनेछौँ है। तपाईँलाई पनि अब त्यो सबै कुरोहरू अपडेट गर्नेछु है। र अहिले हाम्रो बसाइ चाहिँ यहाँ छ है, यो सानो भिल्ला हामीले गरेको छौँ है, च्यालेट। यो भिल्लामा चाहिँ आजको हाम्रो नाइट होल्ड हुनेछ। यहाँबाट हुन त राम्रो देखिँदैन होला, यसो गरेर देखिन्छ है। यो चाहिँ इन्ट्रेन्स भयो। यहाँ सानो एउटा स्विमिङ पुल पनि छ, एकदमै राम्रो है, शान्त प्रकारको। तर अर्को खाले भाइब, इजरायल भन्दाखेरि अलग्गै भाइब छ यहाँ चाहिँ। यहाँ हाम्रो बला भाइ त हुनुहुँदो रहेछ। नमस्ते, के छ भन्नु? एकदमै खुसी लाग्यो यो भिला देखेर। दिस इज सो नाइस। कहिले काहीसित बनेर कहिले नमस्ते। अहिले चाहिँ हामी अब यसरी रमाइलो गरिरहेको छौँ है। यहाँ कसैले बोलाइरहेको छ भन्दा भाइहरूले गीत गाउँदैछ, रमाइलो गर्दैछौँ जेरिकोको यो भूमिमा है। पृथ्वीको सबैभन्दा एकदम होचो जग्गामा बसेर रमाइलो गर्ने एउटा छुट्टै मजा छ।
दोकानहरू हो। आज हामी माउन्ट टेम्पटेसन उत्रिसकेको छौँ र यहाँबाट अलिकति ओह्रालो Indian, we love Indian guys. Yes, we give him chetzi mechir, special price today. Please, take a look. यहाँबाट तल देख्नुहुन्छ तपाईँले जेरीको सहर। आज चाहिँ हामी जेरीको आइपुगेका छौँ है। माउन्ट टेम्पटेसन रोपेबाट आएको मजाको एउटा के भन्दा एक्सपिरियन्स भनौँ न। यहाँ तल चाहिँ देख्नुहुन्छ तपाईँ जेरीको सहर है। यहाँबाट म देखाइदिन्छु तपाईँहरूलाई पनि। यो चाहिँ संसारको एउटा सबैभन्दा पुरानो सहरहरूमध्ये एउटा भन्छ कि, जहाँ चाहिँ मान्छेहरू चाहिँ अब हजारौँ वर्षदेखि चाहिँ बस्दै आएको सहर जेरीको है। जब इजरायलाइट्सहरू चाहिँ याहुदीहरू चाहिँ तपाईँको इजिप्टबाट इजरायल आफ्नो होली ल्यान्ड खोल्दै आउँदाखेरि सबैभन्दा पहिला चाहिँ यहाँ आएको थियो भन्ने भनिन्छ है। हिँड्दै गरौँ हिँड्दै गरौँ। लगभग 21,000 जनसङ्ख्या भएको यो सानो फिलिस्तिन सहर भनिन्छ संसारकै सबैभन्दा पुरानो सहर हरे। विकसित इजरायलबाट एकैचोटि यहाँ जेरिकोमा प्रवेश गर्दा कसैलाई पनि विचित्र लाग्न सक्छ। जोर्डन नदीको पश्चिमी तटमा रहेको यो सहरको नजिकै भनिन्छ यीशु मसीहले बत्तिस्मा लिएका थिए अनि यही रहेको एक डाँडामा 40 दिन र रात फास्टिङ बसेका थिए। यहाँ चाहिँ फोटो खिच्दैछ हाम्रो भाइ बहिनीहरू। हिँड्दै गरौँ हिँड्दै गरौँ हिँड्दै गरौँ। अहिले चाहिँ हामी माउन्ट टेम्पटेसनबाट भिजिट गरेर निस्किँदैछौँ है। जहाँ चाहिँ जिजसले 40 दिन चाहिँ अब यो पाहाडहरूमा नै एउटा फास्टिङ बसेको भन्ने एउटा भनाइ छ है। त्यसको आधारमा चाहिँ यहाँ एउटा चर्च जस्तो बनाएको छ, जसलाई चाहिँ हामी माउन्ट टेम्पटेसन एउटा चर्च भनेर पनि भन्दछ। त्यहाँ भिजिट गरेर निस्किँदैछौँ है। अहिले चाहिँ हामी साउजेरीको सहरमा माउन्ट टेम्पटेसन पनि भएर आइपुग्यो हामी। अहिले यता बस्दै गर्नुहोस् न, अहिले बसमा अहिले नपस्नुहोस्, गरम हुन्छ अहिले। उठमा चढ्ने जानु न।
डेड सी अथवा मृत सागर, यसलाई इजरायलीहरूले यमामेलेक भन्दछ अथवा नुनको समुद्र भन्दछ। साधारण समुद्रको तुलनामा यहाँको पानीमा 10 गुणा धेर नुनको मात्रा पाइन्छ, जसले गर्दा यहाँ कुनै जीव प्राणीको जीवन सम्भव हुँदैन। फलस्वरूप यसलाई डेड सी वा मृत सागर भनिएको हो। नुनको मात्रा धेरै भएकोले पानीको घनत्व वा भेलोसिटी पनि धेरै हुन्छ, जसले गर्दा मानिसहरूको शरीर यहाँ आफै माथि तैरिन्छ। यहाँ पाइने खनिजहरू वा मिनरल्सहरूमध्ये पोटासियम, ब्रोमिन, कास्टिक सोडा, म्याग्नेसियम, सोडियम क्लोराइड आदि हुन्। विभिन्न खनिज अनि नुनको मात्रा रहेको पानीको कारण मानव त्वचाको लागि यहाँको पानी लाभदायक मानिन्छ। त्यसर्थ हजारौँ मानिसहरू यहाँ स्नान लिनको लागि आउने गर्छ। यी सबैका बावजुद पनि आजकल चर्चा भइरहेको एउटा महत्त्वपूर्ण विषय भनेको मृत सागरको घट्दो पानीको स्तर हो, अर्थात् मृत सागर मर्दै गइरहेको छ। हरेक वर्ष मृत सागरको पानीको सतह 4 फिटले घट्दै गइरहेको छ, अथवा यस्तै क्रमले हो भने 100 वर्षपछि मृत सागर रहला कि नरहला भन्ने एउटा ठुलो प्रश्न खडा हुन्छ। हामी डेड सीमा आइसकेको छ। यहाँको नजारा जस्तो छ। अहिले एकदमै भिड रहेछ आज चाहिँ मान्छेहरू। पानी पनि एकदमै वार्म तातो पानी रहेछ। तातो भन्नु साह्रै तातो छैन, त्यति घुम न त मजाले घुम्नु। अब चाहिँ हामी लाग्न आँटेको, टुर पनि सकिहाल्यो। अब चाहिँ हामी घरतिर लाग्न आँटेको। घरतिर पनि अटाएको ब्याग कुचेर गएको। अब ब्याग कुचेर फेरि मृत सागरको यसपालिको भ्रमण लगभग अन्त भइरहेको आभास सबैलाई भइरहेको छ। सबैजना थाकिएको देखिन्छ। सबैजना चुपचाप बसको सिटमा बसिरहेको छ। सायद सबैले हिजोदेखिको अहिलेसम्मको त्यो समयहरूलाई आफ्नो मस्तिष्कमा सोच्दै होला। यसरी एउटा स्मरणीय क्षणको अध्याय सकिएको आभास भइरहेको छ अनि बस आफ्नै गतिमा तेलअभिवतर्फ दौडिरहेको छ। फेरि आफ्नो काममा फर्किनुपर्ने एउटा जिम्मेवारीको भावना पनि सबैको मनमा छँदैछ, तर मिठो सम्झना लिएर फर्किँदैछ आजलाई भने।